Hello everyone, welcome to my channel. आज चाहिँ म यहाँ प्र्याक्टिस गर्ने ठाउँमा आएको छु। यहाँ चाहिँ प्र्याक्टिस हुँदैछ मारुनी डान्सको अनि हाम्रो टिमहरू चाहिँ यहाँ to my channel again. आज चाहिँ नेपाली फेस्टिभल हो मार्च 15 यो चाहिँ हाम्रो फेडरेसन स्क्वायरमा हुँदैछ विच इज इन फिलिन्डर स्ट्रिट। म चाहिँ मेरो पुरा मगर ड्रेसमा छु। अब आज हामी डान्स पर्फर्महरू पनि गर्छौँ सिटीमा गएर के गर्छौँ। आई होप आई विल सी सम अफ यु गाइज देयर। बाई, सी यु। हेलो हेलो एभ्रीबडी, हामी चाहिँ जाँदैछौँ तर आज चाहिँ स्याटरडे पनि हो अनि फेडरेसन स्क्वायरमा युजली कार पार्कहरू पाउँदैन पायो भने पनि एकदम महँगो हुन्छ। कहाँ पार्क गर्ने सोचिरहेको छु। मेरो आउटफिट चाहिँ म मजाले देखाउनु पनि पाइनँ। यो नेपालबाट पठाइदिनु भएको म मेरो हतार गरेर। मलाई एकदम गर्मी भयो त्यही भएर म यहाँ पानी खान आएको छु। पानी खाऊँ, हाइड्रेट भम अनि डान्स गर्नुपर्छ ल। हेलो हेलो एभ्रिवान, अहिले चाहिँ 2 बजेको छ। मेरो राम्रो डान्स पर्फर्मेन्स चाहिँ 5 बजेतिर हुन्छ होला। कति बजे हुन्छ थाहा छैन। यहाँ चाहिँ एकदमै गर्मी छ, 40 डिग्रीको टेम्परेचर छ। लास्टै बोर भइसकेँ म त खासमा भन्नुपर्दा। कहाँ जाऊँ They will make you cry, they will make you laugh, and they will make you proud to be फेस्टिभलको लागि चाहिँ हाम्रो ग्रुप चाहिँ यो हो। अब हाम्रो ग्रुप पर्फर्मेन्स हुँदैछ। कस्तो हुँदैछ? आयुष्मा, शिवानी, सुषमा अनि अनिता हाम्रो डान्स ग्रुपहरू राम्रो हुँदैछ। यहाँ मेकअप गर्दैछ।
अब हाम्रो चाहिँ डान्स हो हाम्रो बलिउड फर्म हो भिडियो गरिदिने त कोही पनि छैन नि तर भिडियो गरिदिने त कोही छैनन् क्या हाम्रो तर केही छैन हामी इन्जोय गर्छौँ सरी गाइजहरू म देखाउन पाएन भिडियोमा मेरोमा कर्ली बस्दैनन् पारी पाखा पहेलै छ तिल फुल कि तोरी पारी पाखा पहेलै छ तिल फुल कि तोरी काली काली भन्थे तर रहेछ माया गोरी ए तिम्रै बोली सुन्नु हो आज रातैभरि माया प्रीति बुन्नी हो तिम्रै बोली सुन्नी हो आज रातैभरि माया प्रीति बुन्नी हो तिम्रै बोली सुन्नी हो आज रातैभरि माया प्रीति बुन्नी हो तिम्रै बोली सुन्नी साथीहरू हामी वेट गरिरहेको छौँ खानाको लागि खाना अर्डर गऱ्यौँ कुपन पाउँछ क्या हामीले डान्स गर्ने डान्स मेम्बरहरूले चाहिँ अनि कुपन लिएर आउँदा त हेप दिए क्या होइन के भने दाजु फर्स्टमा त तिमीहरूलाई पाउँदैनौ हामीले अलरेडी 40 कि 42वटा सर्भ गरिसक्यौँ पाउँदैन हामीलाई त पठाइदिनु पाउँदैन भनेर यत्रो लाइन बसेँ हामी लाइनमा बसेँ म यहाँ चाहिँ के भने